हामी अमेरिकानी बुढीसँग गाउँ जाँदैछौँ आँप टिप्न कटर टिप्न। तपाईलाई कस्तो महसुस हुँदैछ आमा? राम्रो खुसी लाग्छ। अनि कति वर्षपछि आफ्नो घर जाँदैछौ? 1 वर्ष। जम्मा 1 वर्ष? म त धेरै वर्ष भयो क्या, 3-4 वर्ष भयो, अझै बढी भयो क्या। गएकै छैन अनि हामी चाहिँ जाँदैछौँ। ये घाम घाममा डढ्न, ये काली हुन, यी आन्टी चाहिँ रुखमा चढेर आँप टिप्छु भनेर अनि कसेर आउनु छ। हेलो मामा। हेलो। यता बाबा हैसिन्छ। हेलो फादर। हेलो नानी। हाय। ल चलाउनु ल। कहाँ जान थाल्छ अरे? ए अस्ट्रेलिया जान थाल्छ त। गुलरिया सुलरियाबाट। हाम्रो आमा साँच्चैको अस्ट्रेलिया पुग्नु थाल्नु भयो अब। जानु भएन धम्बोजी आऊ गर्दै हुनुहुन्थ्यो आमाले। अर्कै बाटो। यता रोड त ठिलिलिली पारेछन् पुरै होइन, पिच गरेर। मलाई चाहिँ थाहा थिएन, म चाहिँ धेरै पछि आएको मान्छे। अनि बाबाले चाहिँ अब हामी केही भन्दैनन्, तिमी चोक चिन है भन्नुहुन्छ। अब म पनि अब चोक चिन्ने प्रयास गर्छु। बाटो चाहिँ राम्रो बनाएछ नि, त्यही पनि ढुकचुक त अझै हुन्छ। ढुकचुक भइरहन्छ फेरि। हाम्रो आमा हिरोनी भएर बसिछन्। बाबाले तिमी भ्लग बनाउँछ लास्टमा हे किन गर्छौ छोरी? अरे कस्तो गर्ने बाबा सिकाइदिनु त। अब हाम्रो गाडी यहाँ यस्तै मानसिक सन्तुलन अलि व्यवस्थामा नभएका मान्छेहरू छन् होइन। अनि यस्तै अलिअलि आएर सुन्नु पर्छ बेला। चोखै चिन्दिनँ त म त। ऊ भर्खर बाबाको गाडी गयो, स्कुल गयो। खै त चोकै छैन। खै त प्रतीक्षालय नै छैन। त प्रतीक्षालय नै छैन। लिभर क्विन स्कुल देखिएन त। ऊ त्यो सानो छानो। हाम्रो घर पस्ने त्यो गल्ली पसिसक्यौँ। हामी गल्ली पसिसक्यौँ। पहिला यही गल्ली कत्रो ठुलो लाग्थ्यो, अहिले मान्छे ठुलो भएर सानो लाग्थ्यो। त्यही त नि उता बाटो ठुलो भएर यो गल्ली सानो। पहिला त यही भयो मलाई त। त्यही त नि अझै याद आउँछ कहिले बहुत सानो हुँदा हामी के गाडीमा थियौँ कि केसमा थियौँ। अनि मम्मीले जेब्रा झोला लिएर आइसकेको थियो दसैँको बेला आउँदा। अनि बाबा खै अलग्गै आउनु थाल्नु भएको थियो क्या। अनि मम्मी र म अलि पहिला आउँदै थियौँ कि हो कि बाबा कतै डुलेर आउँछु कि के भन्नुहुन्थ्यो। अनि हामी त्यहाँ बाटो हिँड्दै झोला एउटा खै कसको पहेँलो घर थियो, तिनका घर झोला छोडेर अनि घर आयौँ। अनि पछि बाबा घर आएपछि फेरि त्यो पहेँलो घर झोला लिन बाबालाई पठाएको थियौँ क्या। बहुत पहिला त्यो कुरा मात्रै मलाई याद आउँछ। आयो घर आयो। दसैँको बेला गाइस यतैतिर पिङ हाल्थे मान्छेहरूले ठुल्ठुलो, अनि खेल्थ्यौँ हामी। अनि हाम्रो घर चाहिँ त्यो थोत्रो देखेछ नि, त्यही हो। ओहो अटो आइपुग्दो रहेछ त यहाँसम्म नि। हाम्रो घर कति थोत्रो। त्यही त कठै। मम्मी गाडीमा एसी त्यो ढोका खोलेको त तातो 50 डिग्री नै छ है क्या हो यहाँ त। कोलपुरमै थियो कति 41 हो कि कति थियो आज हिजो हेरेको थिएँ तातो। ओइ म त सास फेर्नै सकिनँ भाइ। पापा क्यार्ने होला। नानी टेन्सन नल्याऊ। आहा कति पछि आयो यो छिमेकीको घर। यहाँ यो घर पनि कति ठुलो लाग्थ्यो। आफै कति सानो घर हो अगाडि। आमा कति सानो घर। ओहो हाम्रो आँपको बुट्टा कति धेरै रुख थियो त यहाँ। यी गाइस यो हाम्रो घर भयो। अनि हाम्रो घरमा 3टा आँपको बुट्टा छ भनेर आएको। बुट्टा सुट्टा सबै खाली छन्, सबले चोर्दिया छन् जस्तो। आँप टिप्न आएका अरे। अनि त्यहाँपछि ऊ त्यो रुख छ नि, त्यो रुख हाम्रो फेभरेट रुख थियो कि। हामी बहुत खेल्न जान्थ्यौँ त्यो रुखमा। अनि त्यो रुख एकदम टाढा छ जस्तो लाग्ने कि आफू सानो हुँदा। हामी त यहीँ धारा मोटर चलाएर नआउने भनेर म त फेर्नु लिएर आएको छु। आँप ठिक छ। खै त आँपै छैन त गाइजहरू यता। जुन आन्टी पुगिसक्नु भयो है रुख चढ्न। ल उक्लिनु रुखेमा कटर चाहिँ रहेछ है गाइज।
यहाँ यति छ, उहाँ छ, उहाँ छ। कटर चाहिँ रहेछ। आँप चाहिँ कतिसम्म छ? यति देखिन्छन् के अरे, देखिन्नन् नत्र। यु इट, आई नो इट। खान्न चाहिँ मटर यस्तो अहिले काटेर खाने। खै बकुल्ला, यो के हो बकुल्ला भनेको? यसलाई के भन्छ इङ्ग्लिसमा? ए मैले पहिलोचोटि देखेँ होला। हामी पनि सुत्थ्यौँ नि। यो खटिया चुई गर्छ नि, यो खटियामा उफ्रिन्थेँ यसमा। यी चुई गर्छ, म यसमा उफ्रिन्थेँ। खानु न, मिठो छ हाम्रो घरको आँप। आउनु नि यार, मामाले यत्रो भुडी लागिसकेको छ भन्नु चाहिँ अब लाग्नै पर्यो नि हल्का त। खाता पिता घरको मान्छे जस्तो देखिन पर्न। 12 सकेको, बिदा भएको, पढाइको टेन्सन अहिले अलि कम भएको। कटर कसरी काट्छन् गाइस? हाम्रो छियाट्टै पार्नुहुन्छ। च्वाट्टै हो फेरि हाम्रो बाले। ल बा च्वाट्टै पार्नु। ए देखिएन ए ल गुड। यता भैँसी आइ गर्दै होला साथी भन्छ भनेर मलाई। मामा सुते भेसिन्छ, रमाइलो छ खटियामा। अनि ल छोडिदिनु भाइ, छोडिदिनु। माथि चढ्नु न, उहाँ छ नि त खतरा। चढ्दिनु न। ऊ जुन आन्टी चढ्नुहुन्छ। जुन आन्टी चढेर फेरि झुन्डा मान्छेभन्दा ठुलो छ कटर। यहाँ धानबारी हुन्थ्यो, किन धानबारी छैन अहिले? खै बिउ भनेको कुन? ए ऊ त्यो, हरियो बिउ हो। ए त्यही त, म त किन यस्तो उजाड छ भन्छु। अब आई हेभ नो नलेज। सो या म त मस्त फोटो खिचाउनु लाने। ए मकैबारी चाहिँ रहेछ। जाम त मकैबारी, दर्याम हरियो काँक्रो करम गरेर टिकटक बनाऊ। जाम भिडियो खिचाउँ न घाममा डढेर। हाम्रो घरको भैँसी मकैबारी दर्याम। त नि हाम्रो भान्साघर यो भान्साघर, त्यो चाहिँ बस्ने घर। यताको यो सुरुको चाहिँ बुवाको कोठा थियो, अनि टिभी कोठा पनि यही थियो। अनि उतापट्टिको टपको चाहिँ आमाको कोठा थियो। अनि यसको पछाडि बुवा आमाको फरक थियो नि। फरक थियो। बाको कोठा यता थियो, त्यो टिभी कोठा नि थियो। विष्णुमा नि त्यहीँ टिभी हेर्नुहुन्थ्यो। आमाको कोठा उता पूजा कोठा नि थियो। यो पिलो आछ कि पिलो हो कि पिम्पल हो? मलाई त टेन्सन भइगयो। जुन आन्टी कहाँ पुग्नु भयो? म त यहाँ फोनमा पनि देख्दिनँ। उहाँ माथि पुग्नु भयो होइन जुन आन्टी। आँप जान नगर्नु क्या, फुट्छ। खस्यो आँप खस्यो। अनि यहाँ तिरपाल लिएर थपेर बस्ने भनेको, किनभने आँप नफुटोस् भनेर। म त आँप रुखा चढ्छु। आँप भैँसीसँग टिकटक बनाउनु पर्यो। हाई भैँसी, हाई। सन्चै छौ? ए खाजा खाँदैछौ? खाऊ है राम्रोसँग। बाई। अहिले एकछिन पछि आउँछ है। खाजा खाएर सकेपछि बोला है। चप्पै छन्। यहाँ रहेछ त आँप, उताको रुखमा। है ए म त भागेँ। अहिले मेरो टाउका झार्छ नि आन्टीले। म भागेँ। जुन खै त देखिन् नि त। छिनु पर्खिनु क्या, हतार नहर्नु। पर्खिनु नपर्खिनु के भने मैले? पहिला पराल माथि चढेर मस्त सुत्थ्यौँ यार। कस्तो अहिले पनि मलाई कस्तो रहर लाग्यो। भरिँदैछ। मेरो भिडियो बनाएर हाल्यो रे त्यति माथि। ल नाच्नु त मकैबारी दर्याम हरियो काँक्रा करम। हे भगवान्, त्यही त नि। झरो आँप झरो। खटिया छोडिदिनु न, त्यही त आनन्द है। यहाँ चाहिँ पुरा रोडिजको गेम हुँदैछ। यहाँदेखि लट्ठी फालेर लट्ठी नै समाउनु भयो च्याप्पै। म चाहिँ डाइरेक्टर जस्तो अर्डर दिइरहेको छु। आफू चाहिँ टाढा भागेको छु। अहिले टाउका लगाएर ढ्याङ्ग हेडसट लगायो भने क्यार्नु। यही झर्यो, आइपुग्यो। यहीँ आइपुग्यो। यो चाहिँ काँचै रहेछ। गल्का बनाउने। तर हाम्रो घरको काँचो आँप पनि गुलियो हुन्छ।
इ कति ठुलो हो मेरो दुईटा एउटा हात दुईटा पनि अटेन तर यो अझै सानै हो हुनलाई हैन बजाई आमा पनि चस्मा ढल्काएर हिँडिछिन् फुट्ला अहिले चस्मा उछुट्टै छ उता पुराम भने पुराम जाँदा त्यता फुट्दैन के भरे यता फुट्नु त यता हो के उठाउँदैछु ए खै लट्ठी खसाला लट्ठी एकछिन हान म त भागै छु ए धन्न बाबालाई चोट लान कहाँ उछुट्टिन नि यता धारतिर हिँडिरहेको छु हजुर लाउनु चस्मा फर्किन एकछिन फर्किनु न म भाग्छु अनि खसेको थियो एउटा यति भयो के अरे आउँछ उहाँ पनि थप्दै हुनुहुन्छ ढ्याक्कै लाएर ए अलिकता छुट्यो लट्ठी नै खसालिन् आन्टीले म चाहिँ यहाँ के अरे यो आउटर साउटर लाएर म घाममा डढ्यो भनेर क्या त्यहाँ बाबाहरूलाई हेल्प गर्दै थिएँ तिरपाल 4 जनाले समाउने भनेर अनि काफी मड्डाम क्यामेरा भनेर छु अहिले मेरो फोन हानिदिनु भयो भने तनाव हुन्छ भनेर यहाँ पनि यहाँ पुगेर छ यहाँ अड्डाइदिउँला न त पराला सोचेको थिएँ कहाँ अड्डाइदिउँ बाबा फोन भुइँमा खस्यो 5 ठिक भेरी गुड फिल्मकै डाइरेक्टर जस्तो एक्टिङ गरिरहेको छु फेरि म चाहिँ फिल्मकै डाइरेक्टर जस्तो एक्टिङ गर्दैछु यसलाई झरे ओहो 2टा ओहो 3टा एकैचोटि लो यस अब एउटा आपले लादा त तिरपाल झ्यापो छोडेर हातबाट छोडेर तल जान्छ अब आप त छ नि यहाँनिर यो हाँगामा अब अल्ला अलि यता आउनु झरे बारिसै भयो आँपको यहीँ पनि आइपुग्यो यो बाँदरको हातमा नरेल हात परे के होला आफैले बाँदर भन्नु है क्या हो म पनि एउटा जुकीसँग छु हिरुनी पल्टेर चस्मा लाएर बल्ल बाहिर निस्किँदैछु नि घरको भित्र पुरानो घर हेर्नु परेन हेरौँ न त्यहाँ आपको लागि टिन छानो सामान दिँदै थिएँ म छरम है यहाँ 2टा डरम हुन्थ्यो है गाइज यहाँ ठुलो डरम हुन्थ्यो के हुन्थ्यो त्यो डरमभित्र अनि यो किचन भइगयो यहाँ चाबी लाउनुहुन्थ्यो के अरे सधैँ यहाँ घिउ के हुन्थ्यो यसभित्र चुलो यस्तो चुलो थिएन के अरे त्यो पाल्ला यहाँ आगो सागो पाल्थ्यौँ मासु पकाउने के पकाउने यहाँ आगा दुध उमाल्ने बाक्लो अनि बाले यहीँ थियौँ मै फेट्नुहुन्थ्यो दही मोत्नी हो कि मै मोत्नी हो अनि यस्तो भयो के अरे टक्क यो चाहिँ हाम्रो भान्सा घर भयो अब हाम्रो घर उतापट्टि थियो यहाँ चाहिँ मोटर सोटर भयो के अरे अन्त चाहिँ उहाँ बोकै छन् बड्डा बड्डीले अब हामी घुमौँ होइन घुमै आएको के लाउँछ र यो भान्सा घर यस्तो मिनी क्युटी यता चाहिँ यो घर भइगयो ओहो ठुली भइसकेको छु म चाहिँ आयुष यो भित्ता यत्रो टाँसिन्थ्यो आयुष दाइ है एउटा खुट्टा यहाँ अनि भित्ता माथि उहाँ माथिसँग चढ्ने अनि म त यो त छेपारो नै हो भन्ठान्थेँ यो पूजा कोठा यो चाहिँ आमाको कोठा थियो है गाइस ओम नमः शिवाय यो पूजा कोठा पनि आमाको कोठा पनि यो चाहिँ आमाको सिंगार पट्टर यहीँ दराज राख्नुहुन्थ्यो अनि यहाँ चाहिँ फ्रिज थियो ए आमा दर्शन आमा ऐनामा हामी गर्मी भयो पोल्यो झन् डढिएला भनेर लामो लाग्यो झन् पोल्यो के लामो के नडराउने यसले झन् यस्तो पालै पाल परेको रहेछ
अनि यो चाहिँ हाम्रो टिभी कोठा थियो है गाइस यहाँ टिभी हुन्थ्यो अनि त्यसपछि ए यही हो ऊ टिभी त्यहाँ छेकेर राख्नु अनि यहाँ चाहिँ अब दुईटा खाट कसरी थियो भनेपछि एउटा खाट यस्तै थियो अनि एउटा खाट त्यसरी सिधा थियो यहाँ कुर्सी थियो अनि यहाँ टिभी हेर्थ्यौँ हामी सुत्थ्यौँ यतापट्टिको खाटमा सुत्थ्यौँ अर्को खाट उता हुन्थ्यो अनि त्यसपछि बाकस साकस यही 4वटा कोठा भएको घर थियो यो हामी चाहिँ दसैँमा आउँथ्यौँ आमाहरू पहिला हुन्थ्यो अनि यो चाहिँ निर्मला आन्टी अङ्कलको कोठा थियो अङ्कल आन्टीको कोठा थियो अनि यता पछाडि सबै देखिन्थ्यो झ्यालबाट यहाँ चाहिँ पछि ठुलो टिभी ल्याउनु भएको थियो मलाई याद आयो पछि के अरे त्यो डिजिटल टिभी किनेपछि यहाँ राख्नुभएको थियो अनि हामीले दुर्गेश थापाको गाना अब सुन्थ्यौँ त्यतिखेर कुन गाना थियो अरे मेरो दिल चोर्नेलाई मुद्दा हालिदिन्छु भन्ने गाना अनि यो चाहिँ विष्णुबाबाको कोठा थियो यो चाहिँ अहिले स्टोर रुम बनाएछन् यहाँ के हो आमा यो धान हो यो धान यो के हो र यो माटो छ त ए अब यस्तो त म केही थाहा पाउँदिनँ क्यारेको अनि टक्कला राम्रो छ यता ओहो लुगा अड्कियो यता टाँसियो जाम्के म त मरे कस्तो गर्मी यो बाहिर अलिअलि हावा त चलेको थियो रुखमुनि हात च्याप भएको थियो अघि आँप टिपेको अनि मजा छ यत्रो ठुली भइसक्यो यार यो ढोका कत्रो ठुलो लाग्थ्यो अहिले ढोका पुग्नु लागिसक्यो अनि हामी यहाँ बस्थ्यौँ अनि बाबाहरूले चिया खानुहुन्थ्यो अनि हामीलाई चाहिँ यहाँ दुधको गिलासमा अलिकति चिया मिसाइदिने हल्का पिङ्क हुन्थ्यो के अरे होइन हल्का चिया मिसाइदिएपछि अनि त्यही खान्थ्यौँ अनि यी घुम्ती आमाले पसल गर्ने घुम्ती त होइन यो त्यही हो र हो र यहीँ आमाले यहीँ मिठाई पसल खोलेर अनि बाबाको त्यो बिजनेस माइन्ड आएर अनि बाबा पछि कोलपुर गएर अनि वहाँ गएर चाहिँ बिजनेस गरायो अरे आमाको डाइलग अब आमाले गफेर देखियो लिन होइन अब आफ्नो ठुलो सान्जार नै पऱ्यो अनि यहाँ पूजा गर्ने यो तुलसीको मुठा यहाँ कति फोटो खिच्थ्यौँ हामी यही तुलसी मोटा जत्रै साना थियौँ फोटो खिच्थ्यौँ आरुसीको कुर्ता सुरुवाल हुन्थ्यो मेरो कुर्ता सुरुवाल हुन्थेन अब आन्टीले यहाँ गाउँमा सिलाइदिने के अरे होइन अनि मलाई चाहिँ आरुसीको कुर्ता सुरुवाल लाउनु पाउँदा आहा के कान लाउनु पायो भन्था नि अब मम्मीले लाउनु जस्तो हो नि त कुर्ता सुरुवाल लाउनु अनि म चाहिँ त्यस्तरी लाउँथेँ अनि हाम्रो यहाँ फोटो खिचिदिनुहुन्थ्यो यो तुलसीको मोठा उभिएर फुलसुल थियो पहिला अब अहिले त अब हामी घरका मान्छे नबस्ने यस्तै त अनि होइन त्यही हो यहाँ छ टोइलेट यहाँ छ यो गोबर पिस्ने कि के गर्ने हो म थाहा पाउँदिनँ के हाल्ने ग्यास के ग्यास गोबर ग्यास म त के गोबर किन पिस्छन् भनेर सोच्नु थालेको एकछिन लल अब अहिले त कसले युज गर्दो यहाँ त्यही पनि फोहोरसोर रहेछ गोबर ग्यासको सिस्टम यता अनि वेस्टेज मेटेरियल चाहिँ उताबाट धानमा मल बन्न जान्थ्यो धानमा रे धानबारीमा खेता अहिले चाहिँ यता सर्लक्कै बिउ रोपेर छन् यो टोइलेट भयो अरे अनि यो टोइलेटमा चाहिँ मलाई लास्टै डर लाग्थ्यो साना त बारीतिर गइन्थ्यो टोइलेट डर लाएर रमाइलो भयो भैँसी उठ्यो है भैँसीसँग अब गफ गर्न जान्छु डिनर टाइम सके जस्तो छ भैँसी दाजु तपाईँको डिनर टाइम सकियो दुइटाले घुरेका हेर्न मलाई डर लाग्यो फस्यो चोट लाग्ला यो जुन धारा छ यो यहाँ 2050 साल 2 महिना 29 गते आज कति गते हो 2 महिना कति गते हो आज 27 गते यो आज 27 गते हो पर्सि यसको ह्याप्पी बर्थडे रहेछ यो धाराको पर्सि यो धाराको ह्याप्पी बर्थडे रहेछ यहाँ दिपेन्द्र सुवेदी बाबाको नाम पनि छ दिपेन्द्र सु लेखेछ तपाईले बनाउनु भएको मैले बनाएको मैले एसएलसी दिएको साल हो एसएलसी दिएको साल त्यही महिनामा एसएलसी दिएको ए ल बधाई छ तपाईले एसएलसी दिएको पनि ह्याप्पी बर्थडे भएछ कति वर्ष भयो 32 वर्ष भयो हजुरले एसएलसी दिएको कति बुढो हो तपाई दिएको त त्यही त नि 32 भनेको त लास्टै धेरै हो नि बाबा अब 20 की हुन थाल्यो अब म पनि त अस्ति भर्खर 10 थिएँ नाइ भाइ म त 18 वर्षको त आई क्यानट बिलिभ माइ सेल्फ यहाँ झोलाभित्र छ तपाईँको मोबाइल
प्यास लाग्यो मलाई अङ्खाराबाट हात थपेर खाएन मलाई त गिलास माग्न नि अप्ठ्यारो लाग्यो के भन्ने अब गाह्रो छ ह्यान्डपम्पलाई नेपालीमा के भन्छ भनेर आमालाई सोधेको पानीको धारो अरे धोको फेरेर लाउनेले भन्दा रुखमाथिबाट बाँदरको आन्टी खराउँदै छिन् पानी यो अङ्खारो हो कि के धारो हो यो ह्यान्डपम्प पेल्दिनु न खान्छु अनि लाउनु त भिडियो बनाइदिनु त मेरो खै एउटा हातले खिच्छ एउटा हातले खाऊ न अब एउटा हातले पेल ल है त एकछिन कपाल बाँधेर पेल्छु अब ल अब मामाले सिकाउनुहुन्छ मलाई बन्द गर्यो ए नाइस आइडिया It is kid. Nice. Very good. We are the inventor of technologies. Inventor of technology. Kind of technology. Yes. पढ्थ्यौँ हामी कति क्लासमा थियो 10 मै थियो कि 9 मा थियो साइन्स किताबमा थियो तर थिनलाई चाहिँ थियो कस्तो स्टाइलका चरा देखिरहेको छु भाइ मैले यो मैना पनि भन्छ होला डाङ्ग्रे पनि भन्छ मैना चरी आएर काफल टिपौली पट्टु सुगा भन्दा चाँडा यो उ गर्छ कपी गर्छ ए हो शब्दहरु ए मलाई त थाहा थिएन म त सुगा मात्रै होला उ बोल्ने भनेको ए नाइस मैना चरी समथिङ गाना हुन्छ के रे मलाई आउँदैन ए आमा खुइ आँप खाइछिन् बुढीमा सुगर भएको मान्छे यता फुटेको आँप छुट्याउनु भएर छ सायद यता नफुटेको आँप बाबा उ त्यहाँ अब आँप पुरेर बस्नु भएछ लट्ठी उफ्याल्नु भयो फेरि यो त खतराको खेलाडी नै हो है गाइज होइन दुईटा चाहिँ सिमेन्टका बोरा ल्याउँछन् सिमेन्टका बोरै छैन आज बोरा ल्याउ मैले भनेको तिरपाल र बोरा हाल्यो भनेको खाएको गाइस मैले चाहिँ आँसीले काटेर खाम्ला भनेको अब काट्न डरला हात काट्छु कि भनेर अनि दाँतले कोपारेर बोक्रा पनि फाले अनि आफै धोएँ अब त्यो ह्यान्डपम्प आफै चलाएर आफै धोएँ अनि आफै अब कोपार्दैछु यो रुखमा छ आन्टी यहाँ जानु झरेको त यसले के बचाउने हो अब खाइछन् त्यो चरालाई मात्रै मारेर राख्ने हो यिनीहरूले नि बुटा त त्यो सक्दैनन् खसेका खान्छ नि ओए खसेका खान्छ भएन खसेका मजा खोनानी चोप्ला छ ओहो पसिना यता पनि भिज्न थालेछ अनि घामबाट डढ्नुबाट बचाउँछ कि भनेको झन् कालोले झन् पोल्यो अनि अब आँप टिप्न आएको म चाहिँ चल झन् भयो 2 दिन खानलाई पुग्छ 3 दिन छ फेरि न आँप उहाँ परेछ कुना काप्चातिर खाम भएको क्या आँप त अहिले त साह्रै गर्मी छ होइन यो आँप खानलाई फ्रिजमा राखेर खानुपर्छ के मिठो हुन्छ अझ पाक्ने बेला भइसकेकै छैन पाकेपछि के होला ल्यात्त पर्छ पाकेपछि के हुने हो र होइन गर्मी भयो गाइज हामी त पुरा नुहाइदियौँ बाबा र म पुरै नुहाइदियौँ हावा चले त हुन्छ नि यसो पनि हजुर पोर परार हामीले तार 13 जना थियौँ 13 जनामा एउटा फोटा बसेर बस्यो त्यही पनि बस्नुपर्छ अरे फोटा भएको फेरि अफिसमा
गाइस बर्दियाको आँप बाटाभरि आँप देखेर हामी लोभ्या छौँ होइन आमा अन्त चाहिँ म त त्यो नुहाएको यस्तो चिसो भयो यो अनि त्यहाँ चाहिँ गाडीभित्र पसेपछि अलि गर्मी भएको थियो फेरि एसी नखोलिन्जेल मजा आयो अनि यो टालो बाबाले यो रुमाल पुरै धुनु भएको थियो पुरै यो पनि सुकिसक्यो तातो भइसक्यो चिसो थियो तातो भइसक्यो त्यही त नि अनि बाहिर नुहाएर बाहिर निस्किँदा पनि त्यो तातो हावा चल्दा पनि शरीरमा चिसो पानी भयो र त्यो चिसो जाडै जस्तो भयो मजा आयो मुख अब त्यहाँ पानीले नुहाएको यहाँ फेरि आँपको चोप्ला रहेछ त्यो पानीले नुहाएको अनि आफै त आफै आँप छन् ए भाइ पहिलोचोटि देखेँ कस्तो राम्रो रहेछ ड्राइगन फ्रुट के त्यो हुन्छ नि त्यो यत्रो त्यो देख्नु आएन बुढीले पछि हो अलि कति मलाई थाहा भयो जस्तो अनि त्यसपछि अब त्यही हो अब हामी फर्किँदैछौँ भन आमा त्यो भइकटर कहाँ पाउँछ कि भइकटर अनि यो कटर रुख कटर कहिले पाक्छ भनेपछि मैले खानु पाउनु धेरै वर्ष हो म 7-8 वर्ष भयो चाखेकै छैन त्यो वाला कटर ओके दाइहरू त प्लेनमा जानुहुन्छ नि त प्लेनमा गएपछि त एकैछिन भइहाल्छ त त्यही त डिब्बा लिएर आइदिनु होला पाक्छ अनि पाकेर घर आयौँ घर पसल सेम थिङ त्यसपछि चाहिँ मामाले आफ्नो S25 अल्ट्रा स्यामसङवाला मलाई छोडिदिनु भएको थियो भिडियो बनाउनुको लागि अनि मैले एकछिन नकल पारेर भिडियो बनाएँ ओके थ्याङ्क यू सो मच फर वाचिङ गाइज बाई बाई स्टे ट्युन फर मोर